मजाले साथ दिइरहेछ अहिले ल मौसमले हामीलाई साथ दिएको छ हामीले बाटोमा हिँड्ने ग्रुपहरू पनि धेरै ग्रुप भेट्यो भाइ बहिनीहरू पनि धेरै भेटाइरहेका छौँ हामीलाई एकदम रमाइलो भएको छ किनभने हामी त यो वातावरण प्रेमी थियौँ तर पनि अहिलेका बच्चाहरू पनि वातावरण प्रति एकदम सकारात्मक रहेको पाइयो यसबाट मैले यही शिक्षा लिएँ हस् त धन्यवाद ल हाम्रो गुरु भर्खर मृगस्थलीको गुरुले आफ्नो कुरा विचार व्यक्त गर्नुभयो अब धन्यवाद भन्न चाहन्छु केएमसी बजाउनै जाने ल र पसल रहेछ केएमसीको शेर्पाहरूको ओ ल आइरहेछ ल हाइकिङ सुरु हुँदैछ अब बागडोर हाइकिङ हेलो 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 गजबको बाटो रहेछ ल शीतल छ भयङ्करै घाम चाहिँ लागेन है कस्तो मजाको हुन्छ घाम लाए पनि आउँदैन ल कान्छ भाइहरू पैसा मसँग त 3 पो बोतल छ ल यहाँ 2 छ मौसमले पनि साथ दिइरहेछ ल ल रोड पनि पुग्यो ल शिवपुरी टुटुरो ल चाङगाने रोड पुग्यो ल टाढा गाउँ देवस भाइ हामीलाई चाहिँ अलिक हामी चालिस जन्मे भाइ दुःख पाएँ मेरो बारेमा कति गाली गरे सर्टकट हो मजाको भ्यू ल प्रकाश त्यो छुट्याला बिचलाई है त्यो बिचलाई भनेको के उयो पोको काम बिर्छ हामी बागडोरको माथि टुप्पोमा होइन यो शिवपुरीको सबभन्दा माथि टुप्पो ल पिकमा पुगेको छ हामी सब्मिट गरिसक्यो यो हाम्रो भगवानले देखाइदिएको ठाउँ हो उसो आएको हेर्नु उसो मजाको हुन्छ बाफ आएको बाफ आउने नै बाफ हो नि कता हो ल भिरालो ठाउँ एकदम बाबु आऊ ए भाइहरू आयो अलि सबभन्दा डेन्जर ठाउँलाई चाहिँ ल यो डेन्जर भएर नै यो बार लाग्यो नत्र त मान्छे तल त्यो त हुटिन्छ तल ए भाइ ओ हिरो आऊ झट्टै यहाँ असल छ यो बाफ जस्तो आगोले चिसो भएको रहेछ है शीत आएको रहेछ तपाईँ चन्द्रगिरी आयो नि है चन्द्रगिरी आयो नि है त्यो त्यहाँ भन्दा यहाँ खतरा रहेछ त्यहाँ भन्दा अलि हाई रहेछ मजाको चौरमा ल भाइ बहिनीहरू कहाँ गयो कहाँबाट आउनुभएको ए छे यहीँको रहेछ त हामी चाबेलबाट हो ल यो भ्लग होइन हाम्रो युट्युबको च्यानल छ नानीको नामहरू के हो मेरो नाम चाहिँ सृजना तामाङ सृजना तामाङ मेरो नाम चाहिँ बिन्ता चौधरी अनि नानीहरू 2 जना मात्रै कि अरूको पनि ग्रुप छ हजुर हामी 2 जना
ए नानीहरू त साहसी रहेछ ल, यस्तो गरिरहनु पर्छ। यसले गर्दाखेरि हाम्रो स्वास्थ्य चाहिँ राम्रो हुन्छ, हाम्रो कति स्टामिना छ भनेर पनि थाहा हुन्छ। त्यसैले हामीले यो कार्य चाहिँ निरन्तर रूपमा अगाडि बढ्नुपर्छ। हस् त नानी, ल गएँ है त, धन्यवाद, ल बाई। ट्रेडिसनल कल्चरमा छ। हजुर, रत्नश्रेष्ठ हो, सर्च गरेर हेर्नु। ल साथीहरू, माथि पुगिसक्यो। ल ल हामी फेरि चाहिँ उकालो चढ्दैछौँ, माथिको उकालो चढ्दैछौँ। ल गजबको उकालो, सिधी गजबको छ। ल नमस्कार। ल आज हामी बागद्वारको चाहिँ हाइकिङमा छौँ। मृगस्थली ग्रुप 9 जनाको ग्रुपमा छौँ। 7 जना बुढा छौँ, 2 जना जेन्जी भाइहरू हुनुहुन्छ। उनीहरू गइसकेको छ माथि। अनि रमाइलो भइरहेको छ। आज घाम पानी सबै मिलेको दिन हामीलाई पनि यति आनन्द आइरहेको छ कि रमाइलोसँग हामी हिँडिरहेका छौँ। अब मौसमले साथ दिएछ राम्रोसित हामीलाई। आज मौसमले पनि साथ दिएको छ। हामी सँगसँगै अरू भाइहरू पनि हुनुहुन्छ। रमाइलो गर्दै हिँडिरहनु भएको छ। हामीलाई पनि एकदम रमाइलो लागेको छ। न घाम छ न पानी छ, एकदम लकको दिन छ आज। साथ दिएको छ। असाध्यै रमाइलो भइरहेको छ। ल अरूको ग्रुप पनि भेट्यो, मजाको छ। ल त्यही ग्रुपको पछिल्लो भाइ हाम्रा जेन्जी कता गए? उनीहरू माथि नै गयो। जेन्जीहरूलाई त अहिले यसो बिउ रोप्दै गर्नु भाइहरूलाई पनि गाह्रो हुँदो रहेछ है। म त 85 वर्ष भाइ। भाइहरूको घर कता हो? हाम्रो चाहिँ माछा पोखरी माछा पोखरी। ए रातो पुल। ए रमाइलो कहिले काहीँ भाइहरू यो ल नेपाल आमाको फर्स्ट टाइम होला नि भाइहरू पनि। यो रमाइलो कहिले काहीँ रमाइलो गर्नुपर्छ। जिन्दगी मरेर लानु चाहिँ छैन, रमाइलो गर्ने हो, हामी त हाँस खेल गर्ने हो, जाने हो। यस्तो बाटो त अब जिन्दगीमा हामीले गाडी घोडै देख्दैनौँ भन्ने लागेको थियो। अहिले त देखेपछि हामीलाई ल गङ्गा दाइ 21 गते अमेरिका जाने भइयो। ल अहिले शुभकामना। ओहो समाजसेवी गङ्गा दाइ, ल कस्तो यार बाटोमा भक्क कपहरू सबै टिपेर ल्याउनुहुन्छ यार। बिग्यो हो, फरको बिग्यो हो यो। विषय अमेरिका यस्तै हो, केही नफाल्ने रहेछ। त्यसमा बाटो फाल्छ जस्तै न। सही ल आउनु। हेर गङ्गा दाइ, कसैले पनि गर्दैन। यहाँ अर्काले बगाइदिएको लोको कुन दिन फ्याँकिन्छ, लोको फ्याँकेका दिन तपाईँ कुन देशका ऊ हुनसक्छ। यो चाहिँ 5 वर्ष चलाने भने म पछि चाहिँ कसैले भोटिँदैन। 5 वर्ष भोट त अब म त कहिले नदिने। म जेही दिने भाइ। अरू चाहिँ कसै म भोट गङ्गा दाइ ल सबभन्दा ठुलो अहिलेसम्मको ठुलो उकालो भनेको यही जस्तो लाग्छ। ल पाछा ल प्रसाद This tree is about to die, I guess. Yes, Jai Shambhu! I think it is dead. Here. लाइक होम Jai Shambhu! जस्ट तम्बु जस्तो। Jai Shambhu! एउटा फोटो यहाँ बागडोरको हामी यहाँ आश्रममा आइपुगेका छौँ। यो बागडोरको लास्टको आश्रम। अब शिवपुरी बाबा त कता गइसक्यो होला। अब आश्रम चाहिँ अहिलेसम्म रहेछ। आश्रममा यहाँ ध्यान सिकाउनेहरू पनि रहेछ।